नमस्ते साथीहरू, आज पनि म यहाँहरू समक्ष एउटा भिडियो देखाउन गइरहेको छु र आजभोलि हाम्रो गाउँघरतिर फुर्सदमा दिदीबहिनीहरूले पात सङ्कलन कार्यमा व्यस्त रहेको पाइन्छ र मैले आज यो पातको दृश्य यहाँहरूलाई देखाउन गइरहेको छु र यसरी हाम्रो गाउँको दिदीबहिनीहरूले बाटैभरि यो पात टिपेर यसरी सुकाइ राख्नुभएको छ। यो पातको यो थाली बनाएर यसरी बाटो बाटोमा चोकमा सुकाइरहेको दृश्य यहाँहरूले देखिराख्नु भएको छ र यो पातको यसरी हिसाब गर्दाखेरि 12 घन्टाको हिसाब गर्दा दिनको 400-500 को रेसियोमा आउँदो रहेछ, जसले गर्दा घरमा अति आवश्यक पर्ने नुन, मर्तेल, तेल, मरमसला, प्याज, आलु यसरी यसले घरयासी समस्या टार्ने गरेको पाइन्छ र अहिले फुर्सदको समयमा दिदीबहिनीहरू पुरा डोको लिएर जङ्गलमा यसरी पात सङ्कलन कार्यमा गएको हामी देख्न सकिन्छ र हामीले यी पात सङ्कलन गर्ने हाम्रो व्यवसायहरूलाई पनि निकै धन्यवाद दिनुपर्ने हुन्छ र यहाँ आमाहरू यसरी पात तयार गर्नलाई सिन्की तयारी गरिराख्नु भएको छ। दिदी, पातबाट फाइदै हुन्छ होइन अलिअलि? नुन, तेल अनि आलु प्याज किन्नलाई सहयोग गर्छ नि त? ल, यसरी मैले यहाँहरूलाई मेरो गाउँको भिडियो पनि देखाएँ र यहाँहरूले प्रतिक्रिया दिनुहोला। र यो पल्लो भेगको मेरो बस्ती, यहाँ लगभग 130 घरको बस्ती रहेको छ भने उता माथिल्लो भेगका बस्तीमा चाहिँ झन्डै 70 घरधुरी गरेर टोटल 200 घरधुरी यहाँ रहेको पाइन्छ। मैले यहाँहरूलाई देखाएँ यसरी बाटैभरि पात सुकाउने कार्य भइरहेको छ र यो पात चाहिँ सुकाएको 2-3 दिनमा तयारी हुन्छ। यसलाई बन्डलिङ गरिन्छ, त्यसपछि हामी गोदाममा साहुकहाँ लगिन्छ र यसरी एक बन्डलमा 100 पिस, 100 पिसको 330 को हिसाबले गर्दाखेरि लगभग त्यही हो 10-12 घन्टा खटाइ अनुसार 400-500 को दरमा यसरी हुन आउँछ र यसले नगरेको भन्दा केही घरयासी समस्या टार्नमा यसले सहयोग गर्छ। हस्त, धन्यवाद।